नमस्कार सबैजनालाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हामी चाहिँ जापान जान लागेको अहिले होइन अप्रिल इन्टेकमा, तर अब भिसा आउने टाइम भइसक्यो। त्यही भएर कन्सल्टेन्सीबाट स्टुडेन्टहरू चाहिँ फ्रस्ट्रेट नहोस् भनेर घुम्न लाने प्लान बनाए। आजको हाम्रो यात्रा चाहिँ कुलेखानीसम्म हो। हामीले आज के गर्यौँ म सबै तपाईँहरूले देखाउँछु है त। ओ माय गॉड, कति राम्रो यार। हाम्रो 5 घन्टाको यात्रापछि हामीले ब्रेकफास्ट गरेर अब चाहिँ हामी हारी फुटाउने गेम खेल्न लागेका छौँ। यो गेममा हारी फुटाउने चाहिँ होइन, मान्छेको टाउको चाहिँ फुट्ला जस्तो लागिरहेछ। गेम खेलिसकेपछि हामी बोटिङ गर्नलाई तल गएका छौँ। बोटिङ गरेको पनि देखाउँछु है त तपाईँहरूले। अब के त भन्ने, फेवा ताल जस्तै पोखराको यसो 900 पनि छ होइन, खतरा छ। यो ठाउँ चाहिँ के भन्छ कुलेखानी कुलेखानी यो ठाउँमा चाहिँ भिडियो सुटको लागि पनि आउँदो रहेछन् मान्छेहरू। यहाँ देख्न सक्नुहुन्छ भिडियो सुट गर्दै हुन्छ। सो हामीले चाहिँ डुङ्गा चढिसकेपछि हामी चाहिँ रिसर्टतिर फर्किने गरेको। सो हाम्रो रिसर्ट चाहिँ त्यो तालबाट चाहिँ धेरै अलिक टाढा भएको र नि हिँडेर जानु पर्थ्यो। त्यही भएर हामी हिँडेर फर्किँदै गरेको। रिसर्टतिर आइसकेपछि हामी फेरि अर्को गेम खेल्दैछौँ। सो हामी चाहिँ रिसर्ट फर्किसकेपछि अबको यो हाम्रो सेकेन्ड गेम हो। अझै बसिरहेको यार केटो त यार। के छ ए प्रेसिडेन्ट छौ तिमी? को हेर्नु पर्यो को हो दुईजनामा को इलिजिबल हुनुहुन्छ? हामीले चाहिँ यो गेम खेलिसकेपछि डिनर गऱ्यौँ। अनि डिनर पछि चाहिँ हाम्रो लास्ट गेम छ एउटा डान्स। सो डान्स गरिसकेपछि चाहिँ हाम्रो आजको यात्रा यहीँसम्म अन्त्य हुन्छ। अनि आशा गर्छु अर्को भिडियोमा फेरि हामी भेट हुनेछ। सो हाम्रो डान्स कस्तो लाग्यो कमेन्ट गर्नु होला। मुझसे शादी करोगी, मुझसे शादी करोगी।